35 किलोमिटर जस्तो मात्रै म बस्ने ठाउँबाट 35 किलोमिटर पर मात्रै भएको यो गाउँपालिकामा यो प्युटार भन्ने ठाउँमा आइपुग्दा मलाई 3.5 घण्टा लाग्यो। 3.5 घण्टा लाग्यो। बाटो धेरै ठाउँमा गाडी फस्ने अवस्थामा थियो, ओर्लेर पनि हिँड्नु पर्यो। आजसम्म यो 21औं शताब्दीको 2082 सालमा जेन्जी क्रान्ति पछिको नेपालमा अब चाहिँ सिंहदरबार भन्दा जम्मा 35-40 किलोमिटरमा गाउँपालिका रहिरहने छुट छैन। म यो भन्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँ आह्वान गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, आजसम्म यो देशमा गाउँपालिका सिंहदरबार भन्दा धेरै टाढा पनि नभइकन यस्तो विकट स्थितिमा सङ्घर्षपूर्ण जीवनशैलीमा यहाँहरू किन त्यसको शिकार बन्नु परिरहेको छ? यो तपाईँ हामी सबैले सोच्ने बेला आएको छ। म सोच्नलाई मात्र होइन, म यहाँ आफैले आँखाले प्रत्यक्ष हेर्न र यहाँहरूसँग संवाद गर्न र ललितपुर 3 नम्बरमा मात्र घन्टी बजाएर पुगेन, अब 1 नम्बरमा पनि घन्टी बज्नु पर्छ भन्ने सन्देश लिएर यहाँहरू समक्ष आएको छु। स्वीकार्नुहोस्, म तोसीमा कार्कीको तर्फबाट नमस्कार। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, भर्खरै यहाँ नजिकै एउटा पालिका अस्पताल रहेछ, ठुलो भवन रहेछ, पक्कै पनि त्यहाँ कम्तीमा 10-15 करोड त त्योभन्दा बेसी नै खर्च भइसकेको हुनुपर्छ। अब त्यो डाटा हेर्न बाँकी छ, तर भवन हेर्दा गजबको भवन रहेछ। तर त्यो भवनमा सुत्केरीको अपरेसन पनि हुँदैन रहेछ। हुन्छ, अपरेसन हुँदैन भनेको सुत्केरी गराउनु पर्यो, अपरेसनबाट सिजरियन सेक्सन डेलिभरी गराउनु पर्यो भने यहाँबाट तपाईँहरू पाटन अस्पताल जानुपर्ने रहेछ। पाटन अस्पताल जाँदाखेरि सर्र गुड्ने बाटो मात्रै भएको भए 1.5 घण्टा जस्तोमा पुगिने रहेछ। तर यो बाटो यस्तो छ कि तपाईँ चाहेर पनि 1.5 घण्टामा पुग्न सक्नुहुन्न। 3.5 घण्टा लामो यात्रा गरेर बाटोमा के हुन्छ, त्यो क्रिटिकल अवस्थामा रहेको गर्भवती महिलाको के हुन्छ र पेटभित्र रहेको बच्चाको के हुन्छ भन्ने कुरा हामी सहजै अनुमान गर्न सक्छौँ। आजसम्म यो ठाउँमा एम्बुलेन्स गुड्ने गरी सर्र बाटो किन छैन? यसको जिम्मेवार म नेताहरूलाई मात्र भन्दिनँ, कस्तो नेता छान्यो जनता जिम्मेवार हुनुहुन्छ। अब हामीले त्यो सोच्ने बेला आएको छ। भदौ 23-24 गते मभन्दा सानो तपाईँहरूको छोरा उमेरको, छोरी उमेरको, तपाईँहरूको नाति नातिना र पनातिना उमेरकाहरू सडकमा किन गए? म गोली थाप्छु भनेर कसरी उनीहरू त्यो आन्दोलनमा उभिएका थिए। हामी हुँदाहुँदै, तपाईँहरू हुँदाहुँदै, घरमा बुवा आमा हजुरबा हजुरआमा हुँदाहुँदै नाति नातिना चाहिँ सडकमा गएर गोली खाएर मर्नुपर्ने अवस्था किन आयो? यो उहाँहरूले राज्य विरुद्ध मात्र गर्नुभएको क्रान्ति होइन नि, घर घरमा उहाँले प्रश्न गर्नुभयो। तपाईँहरूले भोट हाल्नु भएको मेरो बुवा, मेरो आमा, मेरो हजुरबाउ हजुरआमा, तपाईँहरूले भोट हाल्नु भएको व्यक्तिले काम गरेन, त्यही भएर हामी सडकमा आयौँ भनेर उहाँहरूले आवाज बोक्नुभयो। उहाँहरूले घर घरमा प्रश्न गर्नुभयो कि बुवा तपाईँले भोट हाल्नु भएको मान्छेले त देश बनाएन नि, मेरो गाउँ त गाउँै रह्यो नि, कहिले सहर हुने, कहिले विकास हुने, मैले मेरो गाउँैमा गुणस्तरीय विद्यालयमा कहिले पढ्न पाउने? तपाईँको छोरी, तपाईँको बुहारी गर्भवती हुँदै गर्दाखेरि उसले अकालमा ज्यान बिताउनु पर्ने, ज्यान गुमाउनु पर्ने। आजसम्म यो हुँदैन, यो हुनु हुँदैन। त्यसैले म भन्छु, तत्कालीन प्रधानमन्त्री केपी ओली हुँदै गर्दाखेरि 10,000 भन्दा बढी सडकमा ओर्लिएका नवयुवा पुस्ताले केपी ओलीलाई मात्र प्रश्न गरेका होइन, आफ्नै घरको बाआमालाई प्रश्न गरेका हुन्। अब तपाईँहरूले भोट फेर्ने बेला भयो, तपाईँहरूले मत फेर्ने बेला भयो, तपाईँहरूले मत मात्र होइन अब राजनीतिक दल पनि फेर्ने बेला भयो। जबसम्म हामी खुलेर सत्यको पक्षमा उभिन सक्दैनौँ नि, तबसम्म विकास सम्भव छैन। हिजोको दिनमा 79 सालको निर्वाचनमा मलाई धेरैजनाले, म दायाँपट्टिको सडकमा भोट माग्दै हिँड्दै गर्दा मसँग 5 जना 6-7 जना हाराहारीमा हुनुहुन्थ्यो। मुस्किलले त्यति जुटाउन सकिन्थ्यो सुरुमा भोट माग्दै जाँदा। दायाँपट्टिको सडकबाट म भोट माग्दै हिँड्दै गर्दा बायाँपट्टि अर्को पार्टीको झन्डा बोकेका साथीहरूले आँखा झुम्काउँदै भन्नुहुन्थ्यो, नआत्तिनुहोस् है बहिनी, तपाईँलाई नै हो झन्डा मात्र यो पार्टीको बोकेको भन्नुहुन्थ्यो। लुकेर उहाँहरूले घन्टीमा भोट हाल्नु भएको छ।
मैले ललितपुर 3 नम्बर क्षेत्रमा त्यसै जितेको होइन नि। कांग्रेसका मान्छेहरूले मलाई भोट हालेका छन्, एमालेका मान्छेहरूले भोट हाल्नु भएको छ, माओवादीका मान्छेहरूले भोट हाल्नु भएको छ। किन भोट हाल्नु भयो थाहा छ उहाँहरूले? किनभने उहाँहरूले आफू भित्रको नेता उहाँहरूलाई मन परेन, चित्त बुझेन। सिद्धान्त राम्रो थियो होला तर नेताहरूको शैली मिलेन। भ्रष्टाचार भयो, डुङडुङी गनायो, बेइमानी गनायो, भ्रष्टाचार गनायो। त्यसको विरुद्धमा उहाँहरूले क्रान्ति गरेर लुकेर घन्टीमा भोट हाल्नुभयो। तर म आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी, म यहाँलाई अनुरोध गर्न चाहन्छु, हामीले यो गाउँपालिकालाई नगरपालिका बनाउनु छ भने अब लुकेर घन्टीमा होइन, खुलेर घन्टीमा भोट हाल्ने दिन आयो। अब खुलेर राजसभालाई म अँगाल्छु भन्ने दिन आयो। किन डराउनुहुन्छ? भन्नुस् न, हामीले कहाँ के बिगारेका छौँ? हामी 3 वर्ष संसदमा थियौँ। संसदमा आजसम्म सायद हिजोको दिनमा ललितपुर संसदमा बोल्यो कि बोलेन थाहा छैन, तर मैले समय पाए पछि ललितपुर बोलेको छु संसदमा। यहाँले देख्नु भएको होला। र यो 3 नम्बर क्षेत्रले मात्र पाएर हुँदैन, ललितपुरको 2 नम्बर क्षेत्रले पनि म जस्तो सांसद पाउनु पर्छ भनेर यहाँहरूले नै भन्दै गर्नु भएको कुरा हो। म एकदमै राम्रो छु, एकदमै असल छु, म नै सक्षम छु भन्ने बुझेको होइन, तर म इमानदार छु, म गर्न सक्छु। मैले स्वास्थ्य क्षेत्रको जरा बुझेको छु, सङ्कट बुझेको छु, समस्या बुझेको छु र समाधानको खाका कोरेको छु। त्यो मैले कोरेको खाका मैले गर्न पाउनु पर्यो नि, होइन र? 3 वर्षसम्म राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा रह्यो, 2 पटक सरकारमा गयो। दोस्रो पटक हामीलाई अनुभव भयो हामी सरकारमा सायद जानु हुँदैन थियो होला, ठगहरूसँग गठबन्धन गर्नु हुँदैन थियो होला। त्यो हामीलाई रियलाइज भयो। जनताले भन्नुभयो दोस्रो पटक किन सरकार गयो भनेर। हामीले जानु हुँदैन थियो। तर अब यो फागुन 21 पछिको निर्वाचनमा हामी सरकारमा जाँदै गर्दा कसैसँग गठबन्धन गर्नु नपरोस्, हामीले ठगहरूसँग हात मिलाउनु नपरोस्। त्यति हिम्मत दिएर, त्यति साथ दिएर र त्यति सङ्ख्या पुग्ने गरी यहाँहरूले बहुमत दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएर पठाउनुहुन्छ भने मात्र हामीले काम गर्न सक्छौँ। हामीले अनुभव गर्यौँ कति गाह्रो हुँदो रहेछ। किन गाह्रो हुँदो रहेछ थाहा छ? हामीलाई लाग्छ नि मन्त्री भएपछि सबै गर्न सकिन्छ होला भन्ने जस्तो होइन रहेछ। कर्मचारी तन्त्र यस्तो नराम्रोसँग गिजोलिएको रहेछ, हामीले चाहेर पनि हामीले चाहेको फाइल अगाडि बढाउन नसक्दा रहेछ। किन थाहा छ? किनभने स्थानीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी पुग्न पाएको छैन, प्रदेश सरकारमा पुग्न पाएको छैन, सङ्घीय सरकारमा पनि बहुमतले हामीले एकल सरकार बनाएर काम गर्न पाएका छैनौँ। हामीले निर्धक्क भएर जनताको पक्षमा काम गर्नको लागि हामीलाई अधिकार चाहिँदो रहेछ। त्यो अधिकार भनेको चाहिँ सङ्ख्या हो। संसदमा हेर्नुहोस् त, हामी 21 जना हुँदै गर्दा यहाँलाई गुनासो छैन होला नि, पक्कै पनि छैन होला। मलाई डोटीबाट भन्नुहुन्छ, तपाईँ जस्तो सांसद हामीलाई यहाँ चाहियो भन्नुहुन्छ, गोर्खाबाट भन्नुहुन्छ, ताप्लेजुङ पाँचथर जुन जिल्ला पुगेको छु विकटभन्दा विकट क्षेत्रमा तपाईँहरू जस्तो राजसभाको 21 जना सांसद जस्तो सांसद हामीलाई चाहियो भन्नुहुन्छ। अब चाहियो भनेर मात्र भएन, अब भोट हाल्नु पर्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई। निर्धक्क खुलेर प्रत्यक्षमा पनि समानुपातिकमा पनि अब घन्टी नै विकल्प हो भनेर यहाँहरूले घन्टीलाई त्यो साहस दिनु पर्यो। हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेका छौँ। यसलाई मान्ने यहाँ कतिजना हुनुहुन्छ होला? हात उठाइदिनुहोस् त मलाई एकपटक। यो देशले अब जनताबाट प्रत्यक्ष चुनिएको प्रधानमन्त्री पाउनुपर्छ भन्ने पक्षमा यहाँहरू यतिका हुनुहुन्छ भने हामीले यो बोकेको एजेन्डामा यहाँहरू सरिक भइदिनुहोस् न। प्रदेश खर्चिलो भयो, महँगो भयो, धान्नै नसक्ने भयो, जनताले कर तिरेर मात्र ती नेताहरू त्यत्र नेतालाई पाल्न नसक्ने भए। हेर्न पर्यो नि, परिमार्जन गर्नु पर्यो नि, चुस्त सुस्त बनाउनु पर्यो नि, सानो बनाउनु पर्यो नि। नत्र भए त यो पालिका भवन जस्तो अस्पताल भनेको भवन मात्र होइन, अस्पताल हुनको लागि त्यहाँ स्वास्थ्य कर्मी हुनु पर्यो, डाक्टर हुनु पर्यो। डाक्टर पनि सर्जन मात्र भएर भएन, एनेस्थेसिया गर्ने डाक्टर हुनु पर्यो, बेहोस गर्ने डाक्टर हुनु पर्यो। बेहोस नगरिकन अपरेसन गर्न सकिँदैन होइन, ठुला अपरेसन। भवन मात्रै ठडाइएको छ, अस्पताल बनाइदिए भनेको छ। विद्यालयमा राजनीति घुसेको छ, अस्पतालमा राजनीति घुसेको छ, कृषिमा राजनीति घुसेको छ। यो दक्षिण ललितपुरमा हेर्नुहोस् त, जुन कुनै मौसममा जुन कुनै हामी
तरकारी फलफुल फलाउन सक्दा रहेछौँ। भर्खर हाम्रो चन्द्रशेखरजीले भन्नुभयो नि होइन, कृषि क्रान्ति गर्न नसकेको किन आजसम्म यहाँबाट निर्वाचित भएर गएका सांसदहरूले आजसम्म के गर्नुभयो, जनप्रतिनिधिहरूले के गर्नुभयो? मसँग त्यो हिसाब किताब नहोला, तर यहाँको जनताले त्यो हिसाब किताब राख्नुपर्छ, सोध्नुपर्छ। उहाँहरू फर्किँदै गर्दा, फेरि भोट माग्दा आउँदै गर्दा उहाँहरूले नै राख्नु भएको घोषणा पत्र उहाँहरूसँग पेसाएर तपाईँहरूले प्रश्न गर्न सक्नुपर्छ। यो भन्दै गर्दा म पनि 79 सालमा निर्वाचित सांसद हुँ, मलाई पनि प्रश्न गर्नुहोस्, राष्ट्रपाललाई प्रश्न गर्नुहोस्। हामीसँग त अझै 2 वर्ष बाँकी नै थियो, 2 वर्ष काम गरेर देखाउनै नपाउँदै संसद विघटन भएको छ। हामी अल्पमतमा छौँ, थोरै सङ्ख्यामा थियो, त्यही पनि हामीसँग अझै 2 वर्ष बाँकी हुँदै संसद विघटन भएको छ, फेरि निर्वाचनमा जानुपर्ने स्थिति आएको छ। यसलाई हामी चुनौतीको रूपमा पनि हेर्छौँ, अवसरको रूपमा पनि हेर्छौँ। यदि हामीले अब पनि सरकारमा धेरैभन्दा धेरै युवा पुस्ताहरू, पढे लेखेका, शिक्षित, जुन क्षेत्रमा विज्ञ छन्, काम गर्न सक्छन्, इमान्दार छन्, त्यस्ता व्यक्तिलाई छानेर पठाउन सकेनौँ भने जनताले नेता भ्रष्टाचार भयो भनेर गुनासो गर्न छोडिदिनु भयो हुन्छ। किनभने तपाईँहरूले हाल्ने भोटले ती भ्रष्ट नेताहरूलाई पोसिरहेको छ। 5 वर्षमा एकपटक यहाँहरूसम्म आएर अनुहार देखाएर भोट भतेर गरेर चामल बाँडेर, ग्यास बाँडेर, मल बाँडेर अनि 5 वर्षसम्म यहाँहरूको जीवन कष्टकर बनाइदिने, अनि 5 वर्षमा एकपटक आएर 1 बोरा चामल बाँड्नेलाई तपाईँले भगवान मानिदिनु पर्ने, त्यो दिनको अन्त्य हुनुपर्छ। राष्ट्रपालले यहाँहरूलाई चामल बाँड्न सक्दैन, पेट्रोल पनि हालिदिन सक्दैन। यहाँहरू हामीसँग र्यालीमा हिँड्नुहुन्छ होला, हामी 1 लिटर पेट्रोल दिन सक्दैनौँ, हामी चामल पनि दिँदैनौँ। तर म ग्यारेन्टी गर्छु, राष्ट्रपालले एकल बहुमतको सरकार बनाउन सक्यो भने यो क्षेत्रमा, दक्षिण ललितपुरमा कृषि गरेर खानुहुनेहरूले बजार पाउनुहुन्छ, मूल्य पाउनुहुन्छ, सम्मान पाउनुहुन्छ। कृषकहरूले सम्मानपूर्वक म कृषक हुँ भनेर यहाँहरूले छाती फुलाएर आफ्नो छोराछोरीलाई म त किसान हो छोरा, त जा अर्को विदेशमा जा, म भन्दा ठुलो मान्छे भन्नु पर्दैन। तपाईँले आफ्नो छोरालाई किसान बनाएरै यो देशमा कृषि क्रान्ति गर्न सक्नुहुन्छ, त्यो दिन हामी बनाउन चाहन्छौँ। त्यसैले अहिले हामी यहाँहरूलाई कुनै पनि प्रभावमा, प्रलोभनमा पार्न चाहँदैनौँ, तर जानकारी दिन चाहन्छौँ, सचेत हुनको लागि आग्रह गर्न चाहन्छौँ। हेर्नुहोस् त, यो देशमा मलाई एकचोटि हात उठाइदिनुहोस्, तपाईँहरूको जिल्ला अदालतमा, उच्च अदालतमा अथवा सर्वोच्च अदालतमा कुनै न कुनै मुद्दा मामिला अड्किरहेको कतिजना हुनुहुन्छ? हात उठाइदिनुहोस् त मलाई। कुनै न कुनै किसिमको जग्गाको विषयमा होला, घरायसीको केही विषयहरू होला। बुवा कसैले हात उठाउनु भयो? बुवाको मुद्दा अड्केको छ कहाँ? अदालतमा छैन। ल, नेपालमा अहिले हामीले तथ्याङ्क मात्र सङ्कलन गर्ने हो भने प्रत्येक वडामा, प्रत्येक गाउँ टोल बस्तीमा कोही न कोही हुनुहुन्छ जसको वर्षौँदेखि मुद्दा मामिला अड्किरहेको छ, अल्झिरहेको छ। अदालत जानुहुन्छ, पेशी सर्छ, तारिक सर्छ, तारिक पछि तारिक, पेशी पछि पेशी, सरेको छ, अड्केको छ, अनि वकिललाई पैसा तिर्न नसकेर बाध्य भएर केस फिर्ता लिनुपर्ने पनि स्थिति आएको छ। कतिपय केसमा कस्तो छ भने त्यसै भने होइन रहेछन् क्या, बरु दुश्मनलाई पनि दिन लागोस् तर मुद्दा नलागोस् भन्छन्, होइन? किन थाहा छ? किनभने हेर्नुहोस् न, 7-8 महिनासम्म थुनामा रहेर म धरौटी तिर्छु, म बिगो पनि तिर्छु, म मेरो भागको बिगै तिर्छु, होइन? म बाहिर गएर चाहिँ बाहिर बसेर मुद्दा लड्न पाऊँ, म भाग्दिनँ, बरु मेरो पासपोर्ट राख्नुहोस्, जे राख्नु छ राख्नुहोस् भन्दाखेरि पनि 7-8 महिनासम्म थुनामा रहनुपर्ने हाम्रो राष्ट्र स्वतन्त्र पार्टीको सभापतिज्यूको स्थितिले नै भन्छ नि, यो देशको न्याय प्रणाली कति क्रूर रहेछ, कति ढिलासुस्ती हुँदो रहेछ, कति राजनैतिक हस्तक्षेप हुँदो रहेछ भन्ने, होइन? यसलाई सुधार्नु आवश्यक छ। व्यवस्थापिका त्यस्तै छ, न्यायपालिका त्यस्तै छ, कार्यपालिका त्यस्तै छ। मालपोत कार्यालय जानुहोस्, अलिकति पैसा नखुवाइकन तपाईँको फाइलै अगाडि बढ्दैन। अनि पैसा खुवाउने पनि मैले पैसा खुवाएँ भनेर भन्न डराउँछ, अनि थाहा पनि हुँदैन। अब यहाँले क्रान्ति गर्ने बेला भयो कि
जसले यहाँको काम अड्काइदिनुहुन्छ नि, पैसा नदिकन काम बन्दैन नि, हो त्यो कुरा चाहिँ तपाईँहरूको स्मार्टफोन युज गरेर पर्दाफास गर्ने बेला भयो। मलाई यो मान्छेले मेरो फाइल अड्काइदियो, 1000 दियो भने मात्र काम गर्छु भनिरहेछ भनेर पर्दाफास गरिदिनुहोस् न। माथि केन्द्रमा कसरी भ्रष्टाचार भइरहेछ थाहा छ? किनभने वडाबाट भ्रष्टाचारको पोषण भइरहेछ। सबैभन्दा ठुलो भ्रष्टाचार मैले वडामा भएको देखेको छु। र त्यो भ्रष्टाचार हुन्छ भन्ने थाहा हुँदाहुँदै यहाँले आफू साथीभाइसँगै बसेको बेलामा गाली गर्नुहुन्छ, त्यसले त यति रुपियाँ खायो, यो काम पास गरिदिनुको लागि यति माग्यो, गाली गर्नुहुन्छ, तथा नाम गाली गर्नुहुन्छ। भोलि गएर भोटै हाल्नु, फेरि उसैले हाल्नुहुन्छ। त्यसरी देश बन्दैन नि। बरु गाली नगर्नुहोस्, प्रशंसै गरिदिनुहोस्, तर भोट हाल्ने बेला चाहिँ सही ठाउँमा हालिदिनुहोस् भनेर भन्न चाहन्छु। गत वर्ष डडेलोले माल्टा गाउँमा सिँचाइ गर्न नपाएर करिब कति जमिन 500 रोपनी खेत अनि किसानहरू कति हुनुहुन्छ 300-400 को हाराहारीमा किसानहरूले कृषि योग्य जमिनमा चाहिँ कृषि गर्न पाउनु भएन। किन भन्दा गत वर्ष डडेलो लागेर त्यहाँको त्यो सिँचाइको पाइप सबै जलेछ के है, थाहा छ तपाईहरुलाई? माल्टामा हैन, बागमती गाउँपालिकामै पर्छ नि हैन? हो, त्यति बेला म आफैले त्यो कुरा थाहा पाएपछि त्यहाँ तत्कालीन ऊर्जा सिँचाइ मन्त्रीज्यूसँग गएर पत्रहरू लिएर गए र त्यहाँ बजेट छुटाउनको लागि त्यो माल्टामा आवश्यक परेको त्यो सिँचाइ पाइप पुनर्निर्माण गराउनको लागि कति पापड बेर्न पर्यो के, कतिचोटि ढोका ढकढकाउनु पर्यो, तर गर्न चाहिँ सक्यो है। यसबाट के मलाई रियलाइज भएको छ भने गर्न चाहने हो भने, धाउने हो भने, मेहनत गर्ने हो भने गर्न चाहिँ सकिदो रहेछ। त्यसको लागि म हरिशरणजीलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँले नजिकै गाउँमा यस्तो यस्तो भएको छ, ल है पहल गरिदिनु पर्यो भन्नुभयो। त्यति बेला हाम्रो सरकार पनि थिएन, तर हामीले कोसिस गर्दाखेरि हुँदो रहेछ भन्ने चाहिँ मलाई लागेको छ। अब त्यहाँ किसानहरूलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँहरूले त्यस्तो अवस्थामा गर्नुभएको थियो होइन। अनि हाम्रो अरुण केसीजी कहाँ जानुभयो? अरुण केसीजीलाई म विशेष यहाँ सम्झिन चाहन्छु। यस्तो विकट ठाउँमा हेर्नुहोस्, ऊ त्यो डाँडोमा एउटा घर छ अनि तल्लो डाँडोमा अर्को घर छ कि होइन? त्यो डाँडोमा एउटा घरको लागि बत्ती पुर्याउनको लागि कतिवटा ठाउँमा पोल हाल्न पर्यो भन्नुहोस् त? यो के हो त? यो व्यवस्थापन नभएको हो कि? एकीकृत बस्ती योजनामा हामी जानुपर्ने हो नि त। एउटा माथिको डाँडाको घरमा बत्ती पुर्याउनको लागि कति करोड खर्च गर्नु पर्यो हेर्नुहोस् त। त्यसरी बजेटहरू चाहिँ राम्रो ठाउँमा व्यवस्थित तरिकाले खर्च नभएको स्थिति छ। र यस्तो पातलो बस्तीमा अरुण केसीजीले मेहनत गरेर आजको यो उपस्थिति जनाउनु भएको छ, यो उपस्थिति तपाईहरुको बनाउनु भएको छ, यति सुन्दर घर सम्पर्क कार्यालय बनाउनु भएको छ। म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट। र एकदम यो नमुना सम्पर्क कार्यालय गठन गर्नु भएको छ। यो सम्पर्क कार्यालय यो निलो रङ पोतेर चमक्क चम्किएर मात्र यसको अस्तित्व रहँदैन। यहाँ जति तपाईहरु उपस्थित हुनुहुन्छ, सहभागी हुनुहुन्छ र गाउँपालिकाको विषयहरुमा यहाँ छलफल गर्नुहुन्छ र यो छलफल गरेका विषय मसम्म केन्द्रसम्म पुर्याउनुहुन्छ, त्यति नै यसको अस्तित्व र यसको महत्त्व झल्किन्छ भनेर भन्न चाहन्छु। त्यसैले यसलाई जीवन्त बनाउनको लागि यहाँहरू निरन्तर उपस्थित भइदिनु होला, यहाँको विषय यही छलफल गर्नुहोला। यहाँको स्थानीय सरकारमा हामीले भन्छौँ गरेर होइन, कहिलेकाहीँ खबरदारी गरेर, कहिलेकाहीँ उहाँहरूले बजेटमा के कस्तो काम गरिराख्नु भएको छ, योजनामा के काम गरिराख्नु भएको छ हेरेर पनि हामीले चाहिँ काम अगाडि बढाउन सक्छौँ। यहाँहरूले जानकारी दिनु पर्यो। मेरो पहिलो प्राथमिकता यहाँ अस्पतालमा चाहिँ अपरेसन सेवा सुरु गर्नको लागि के गर्नुपर्छ भन्ने पहलमा रहन्छ, 1 नम्बर। दोस्रो नम्बर चाहिँ यो कान्ति लोकपथको नाममा अरबौं रुपियाँ चाहिँ यहाँ यो बजेट खर्च भइसकेको छ। खास भन्ने हो भने छुट्टेको पनि छ होइन, यो पटक पनि कति बजेट छुट्टेको छ। यो काम एकदमै ढिला सुस्ती तरिकाले भइरहेको छ। अहिले बाटोमा आउँदै गर्दा केही ठाउँमा कन्स्ट्रक्सन भइरहेको रहेछ, तर यसलाई महत्त्व दिएर प्राथमिकतामा राखेर काम अगाडि बढाउनु पर्छ भनेर के कस्तो सकिन्छ पहल मैले संसदै हुँदाखेरि पनि गरिरहेको छु, त्यसलाई निरन्तरता नै दिनेछु। र अब मैले मात्र होइन, निर्वाचन क्षेत्र नम्बर 1 ले नै रासपाबाट घण्टी चुनाव चिन्ह लिएर जित्न सक्ने सक्षम उम्मेदवार खोज्नु पर्यो। मैले यहाँहरूलाई तपाईहरुले नै खोज्नु पर्यो। किन भनिरहेको छु आज?
यो अरू पार्टीमा चाहिँ नेताको चाकरी गरेर नेतासँगलाई पटक पटक भेटेर होइन केमा यो कमिसनहरू मिलाएर सेटिङ मिलाएर टिकट पाइन्छ होला, तर राजसभामा त्यसरी टिकट पाइँदैन। राजसभामा टिकट पाउनको लागि राजसभाको उम्मेदवारले जुन ठाउँमा ऊ प्रतिनिधि हुन चाहन्छ त्यही ठाउँका जनतासँग गएर भोट माग्नुपर्छ। भन्नुको मतलब हाम्रो पार्टीमा रवि लामिछानेले टीका लगाएर टिकट दिने होइन, तोसीमा कार्कीले पनि टीका लगाएर टिकट दिने होइन। बागमती गाउँपालिकाबाट कोही प्रतिनिधि पठाउनु पर्छ भने बागमती गाउँपालिकाकै राजसभा सदस्यहरूले छानेर पठाउने हो। त्यसैले हाम्रो पार्टीमा टीका लगाएर दिने टिके प्रथाको टिकट चल्दैन। हाम्रो जनताले उम्मेदवार छान्ने जनताको पार्टी हो। अब यहाँहरूले विचार गर्नु पर्यो को छन् त त्यस्ता व्यक्तिहरू, सक्षम व्यक्तिहरू, अलिकति समाजसेवी छवि भएका व्यक्तिहरू। ल है यो मान्छेले चाहिँ गएर पैसा चाहिँ खाँदैन है, कम्तीमा ठग्दैन है, बेइमानी चाहिँ गर्दैन है, गरिहालेछ भने थप्पड लगाउने हामीसँग त्यो साहस छ है, हिम्मत छ है भन्नेहरू तपाईँहरूको मान्छे, सही मान्छे, राम्रो मान्छे त तपाईँहरूले छानेर पठाउनु पर्यो। अब अहिले फागुन 21 को निर्वाचनको लागि समानुपातिकको सूचीमा अहिले काम भइरहेको छ। प्रत्यक्ष निर्वाचन तर्फ प्रत्यक्षमा नै जितेर सांसद हुन सक्ने हैसियत भएका व्यक्तिहरू, सक्षम व्यक्तिहरू यहाँले पहिचान गरेर ल्याउनु होला। हाम्रो तर्फबाट पनि गर्नुपर्ने सहयोग हामी गर्न तयार छौँ। म त भन्छु यहाँ उपस्थित हुनुभएको तपाईँहरूलाई हामीले आज मासु भात बाँडेका छैनौँ नि, पेट्रोल बाँडेका छैनौँ नि, त्यही पनि यो टन्टालापुर घाममा तपाईँ त्यत्रै डाँडो माथिको घरबाट ओर्लेर हाम्रो आज कुरा सुन्न आउनु भएको छ। तपाईँ नै हो अब योग्य व्यक्ति सांसद हुनको लागि, प्रतिनिधि हुनको लागि। धेरै लामो समयको राजनीति गरेको पनि हुनु पर्दैन, तपाईँसँग इमान्दारिता छ भने त्यति भए पुग्छ, त्यति भए पुग्छ। बाँकी त त्यहाँ लेखेकै हुन्छ कानुनमा, यो गर्ने यो नगर्ने, के हो त काम होइन, नियमावली हुन्छ, कार्यविधिहरू हुन्छ। त्यो कार्यविधिमा रहेर नियमावलीमा टेकेर गर्न हुने मात्र काम गर्यो भने त्यति गरेपछि तपाईँले यो देशले खोजेको काम गर्न सक्नुहुन्छ। बुझ्नुभयो नि? अब यहाँहरूलाई म जाँदै अनुरोध गर्न चाहन्छु, जसरी उत्सुकतापूर्वक हाम्रो विचार सुन्नको लागि यहाँहरू उपस्थित हुनु भएको छ। यो कार्यक्रम पछि अब यो बाटो नै बन्द हुँदो रहेछ, फर्किँदाखेरि बाटो बन्द नै हुन्छ। त्यही भएर त्यो समयलाई सदुपयोग गरेर तपाईँहरू यसरी पर बसेर मेरो कुरा सुन्ने मात्र होइन कि तपाईँहरूको प्रत्यक्ष सहभागिता, अर्थपूर्ण सहभागिता हुने गरी म यो कार्यक्रम पछि यहाँहरूसँग एउटा गोलमेचमा बसेर छलफल गर्न चाहन्छु। यहाँका समस्याहरू के हुन्, यहाँ कस्ता व्यक्तिहरू हुनुहुन्छ, के काम गर्न सकिन्छ, हामीले के गर्नुपर्छ, तपाईँहरूको गाली सुन्न र अलिअलि साथको लागि पनि म अपेक्षा गर्छु र गोलमेचको लागि एउटा आह्वान पनि गर्न चाहन्छु। मैले यति भन्दै अनुरोध गर्न चाहे, के पहाड के हिमाल के तराई, जाग्यो देश अब घर घरमा घन्टी बजाई, जाग्यो देश अब घर घरमा घन्टी बजाई। जेन्जी आन्दोलनले हामीमाथि प्रश्न उठाएको छ, जेन्जी आन्दोलनले हामीलाई शुद्ध भनेको छ। राजसभा नै विकल्प हो, तर यति मात्र भएर हुँदैन। तिमी गाउँ जाऊ, तिमी सङ्गठन विस्तार गर, तिमी बलियो हो, तिमी जनताको मुद्दा उठाऊ, जनताको सेवक बन भनेर जेन्जी क्रान्तिले भनेको छ र हामी त्यही मार्गमा हिँडेका छौँ। तपाईँहरूले साथ दिनुभयो भने हामी बहुमतको सरकार बनाएर जनताको चाहिँ सरकार कस्तो हुन्छ भनेर यही देशमा भएको स्रोत साधनलाई नै उपयोग गरेर प्रमाणित गरेर देखाउनेछौँ। हस्, नमस्कार, जय गणेश। धन्यवाद। आजका आकर्षक आज यस कार्यक्रमका प्रमुख अतिथि डाक्टर तोसीमा कार्कीज्यूलाई उहाँले आफ्ना भनाइहरू राखेर जानुभयो। उहाँलाई मेरो व्यक्तिगत तर्फबाट पनि मुरी धन्यवाद छ, किनकि मैले एकताल फोन गर्दा मेरा आदरणीय दाई क्षेत्रीय सभापति हुनुहुन्छ अरुण दाईलाई भनेको थिएँ। उहाँले तोसीमाजीलाई भन्नुभएछ, उहाँले त्यति भन्दा मैले माल्टावासीको फाँटमा सिँचाइ गर्ने अवसर पाएको थिएँ। त्यसलाई हृदयदेखि आभार व्यक्त गर्न चाहे। अब कार्यक्रमको अन्तिममा आइसकेको छु, तैपनि अझ पनि यो घन्टीलाई मन पराएर घन्टी बाग बनेर उडाउनु हुनेलाई म प्रवेश गराउन चाहन्छु। उहाँहरूलाई व्यापार स्वागत गरिदिनुमा आजका हाम्रा प्रमुख अतिथिलाई आग्रह गर्दछु। त्यसरी मैले नाम अगाडि आइदिनु होला। त्यसै गरी दिपेन्द्र लामाजी ट्विटरबाट हुनुहुन्छ, उहाँ अगाडि आइदिनु होला।
त्यसै गरी सीता दालजु बागमती 4 पुटार, लीला प्रसाद तिमनसेना बागमती 7 गिम्ती, बुद्धबहादुर गोले बागमती 7 गिम्ती, राम घले बागमती 7 गिम्ती, राजकुमार दाल बागमती 7 गिम्ती, मोहननाथ सञ्जेल बागमती 4 पुटार, भूपेन्द्र प्रसाद बस्याङ बागमती 4 पुटार। उहाँहरूलाई सम्पूर्ण स्वागत छ घन्टीमा। उहाँहरूलाई ताली बजाएर स्वागत गरौँ। उहाँहरूलाई तालीलाई किन कन्जुस गर्नु। प्रेम सञ्जेल गिम्ती 7 पुटार 2 गिम्ती 7। प्रेम सञ्जेलजी पनि अगाडि आइदिनु होला। त्यसै गरी कमल प्रसाद दालजी हाम्रो वृद्ध बा हुनुहुन्छ। उहाँले हामीलाई आशीर्वाद दिनुहुन्छ। उहाँको आशीर्वाद छ हामीलाई। हामी पहिलो चरण, हामी कार्यक्रम 2 चरणको छ यहाँ। पहिलो चरणको कार्यक्रम चाहिँ लगभग सकिन लागेको छ। त्यसै गरी अमन्दिनाथ नेपालीजी अगाडि आइदिनु होला।